आज चाहिँ सुन्दरबारी जानु खोजेको है। सुन्दरबारी गएको हेरौँ सुन्तला बिरुवाहरू गोना थियो। हामीले बोट हँसिया बोकेर है गाइस, हँसिया बोकेर जाँदैछु बाटोमा छु। अहिले चाहिँ सुन्तला बगैँचा अहिले हेर्नु होला, देखाइदिन्छु म। बाटो एकदम अप्ठ्यारो छ, राम्रो छ। हामी गाछ सुन्तला गाडी भएर आइपुग्यो। त्यहाँ बाबाले गोड्दै हुनुहुन्छ। हाम्रो गाउँै गएछ। यहाँ चाहिँ धेरै छैन, 4-5 घर छ। माथि गाउँमा छ, माथितिर। यतातिर चाहिँ छैन है गाइसको। जङ्गल भइसक्यो गाइस। सुन्तला गोड्न आएको आज सबै पहिलो भइसक्यो। एउटातिर चाहिँ सुन्तला दाल चाहिँ गोडाउनु भयो। फर्सी रहेछ। सानो बेरुवाहरू छैन? सुन्तला यहाँ रहेछ। यसरी बिनाएर सुन्तला त घर मान्छे छ नि त। सो भर्खर फल्न सुरु भएको छ है। अलिअलि फल्न चाहिँ सुरु भयो है। हाम्रो चाहिँ उतातिर छ ठुलो बगैँचा छ, यतातिर चाहिँ टेन्सन बगैँचा छ। अहिले देखाउन गएछ पछितिर के नि गाइज भन्दै यार। अमेरिकी भ्लगरले यहाँ पो रहेछ स्वर्ग त गाइज। सुन्तला अहिले खासै राम्रो नफलेको रहेछ सुन्तलाहरू। सबै सुन्तलाहरू गाइज, यो सबै सुन्तलाहरू यो नगोडेर खासै राम्रो चाहिँ नभएको है सुन्तला। गोडेसी राम्रो भएको भए त हुन्थ्यो होला। सुन्तला गाइस, सुन्तला अस्तिको पानीको भलले बिज गरेछ नि। बिज भनेको चाहिँ यतातिर सुन्तला गाइस, सुन्तला सुन्तला यसपालि खासै राम्रो नफलेको। सुन्तला है गाइस, सबै सुन्तला ठुलो बगैँचा छ।